बालेन शाह भारतीय दलाल हो, भारतीय एजेन्ट हो भन्दै सोशल मिडियामा अहिले उनको विषयमा विवादहरू बढिरहेको देख्न सकिन्छ। तर यो भित्रको रहस्य के हो त, जसले उनीमाथि यस्ता आरोपहरू लगाउँदैछन्? कि उनीहरू सही छन् त? उनीहरूले भनेको जस्तै बालेन भारतीय दलाल अथवा भारतीय एजेन्ट होला र अहिले टिकटक, फेसबुक जस्ता विभिन्न सोशल मिडियामा झोले ट्रेन्ड भनेर एक प्रकारको ट्रेन्ड चलेको छ। र यसै बीचमा केही व्यक्ति मिडियाहरूले बालेन पनि झोले हो भनेर उनको विभिन्न नेताहरूसँग रहेको फोटोहरू हाल्दै उनलाई झोले भनेका छन्। नेपालमा सबैभन्दा चर्चामा रहेको र सबैको मन जित्ने दुईटा मेयरहरू हुनुहुन्छ र उहाँहरू दुवैजनाको कामप्रति जनताहरू खुसी व्यक्त गर्छन्, उनीहरूलाई सम्मान गर्छन् र समर्थन गर्छन् र उहाँहरूकै लागि ठूला ठूला नेताहरूलाई गाली समेत गर्छन्। आखिर किन जनता उहाँहरूको लागि प्राण त्याग्छ जस्तै गर्छन् त? आजको हिडन स्टोरीमा हामी यी कुराहरू बुझ्नेछौँ। झोले ट्रेन्ड भन्दा अगाडि दुई मेयर अर्क र बालेनसँग जनता किन यति धेरै खुसी र निर्भर छन् भन्ने कुरा अगाडि बुझ्छौँ। बालेन शाह एक इन्जिनियर, र्यापर र त्यसपछि उनी मेयरको रूपमा प्रकट हुन्छन्। नेपालमा पहिलेबाट नै ठूलो ठूलो स्थानमा पढे लेखेको मान्छे कहिले पनि पुग्दैन थियो। यसरी शिक्षाविहीन नेतृत्व हुँदाखेरि जनताले सधैँ दुःख पाइराख्ने हुन्थ्यो। यसैबीच बालेन शाह काठमाडौँका मेयर हुन्छन् र उनले गरेको हरेक कामले जनताहरू खुसी हुने गर्छन्। उनलाई भेट्न पाए भगवान भेटे सरह हुन्थ्यो जस्तै मान्छन् जनताहरू। यसरी उनले जनताको माया र सम्मान हासिल गर्दै आएका छन्। अर्क साम्पाङ चुनावको बेलामा आफू एक्लै भएर अटोमा भोट माग्दै हिँड्ने मेयर। उनी साधारण जीवन जिउने व्यक्ति। उनलाई जनताले खासै चिन्दैन थियो र उनीबारे जनताले खोज अनुसन्धान गरेपछि उनी पढे लेखेको व्यक्ति हुन् र यसै प्रकारको नेतृत्व हामीलाई चाहिएको हो जस्तो मान्छन् र उनलाई जिताइ पनि दिन्छन्। जितेपछि अर्क साम्पाङले आफूलाई प्रमाणित गर्न पछि हट्दैनन् र समाधान गर्दै उनले धरानलाई मात्र होइन सिङ्गो नेपाललाई खुसी बनाउँछन्। अब झोले ट्रेन्ड कसरी सुरु भयो त? सुरुमा टिकटक, फेसबुक लगायतका विभिन्न मिडियामा नेपो किड्स र नेपो बेबी भन्ने ट्रेन्ड चलेको थियो र पछि आन्दोलन भएसँग यो ट्रेन्ड पनि सकिएको थियो। तर केही दलका समर्थकहरू फेरि पनि पार्टीलाई अगाडि ल्याउने छौं, पार्टी छोड्दैनौं, हामी फेरि उठ्छौं र यसपालि अझ बलियो भएर उठ्छौं भनेर सामाजिक सञ्जालमा आइरहँदा जेनजी समर्थकहरूले उनीहरूलाई टार्गेट गर्दै झोले ट्रेन्ड सुरु गरेका हुन्। र यो झोले ट्रेन्डमा बालेन शाह कसरी जनताको टार्गेटमा पुग्यो होला त? बालेन शाहको विरोध पछाडि एक कारण त जनताकै नेतृत्वमा रहेका अर्क साम्पाङ रहेको देख्न सकिन्छ। किनभने उनले बालेनलाई भारतीय या भनौं विदेशी दलालहरूसँग मिलेको जस्तो आरोपहरू लगाउँदै बालेन दलाल हो, भारतीय एजेन्ट हो भन्ने जस्ता पोस्टहरू थुप्रै गरेको देख्न सकिन्छ। तर यी कुराले केही फरक नदेखिए तापनि अप्रत्यक्ष रूपमा बालेन शाह र अर्क साम्पाङको समर्थकहरू बीच आफू बीचमा विवाद गरिरहेको टिकटक, फेसबुक गरी देख्न सकिन्छ। तर यी व्यक्ति त जनताकै नेतृत्व हुन् र जनताको विश्वास हुन्। उनीहरूबीच जे जस्तो भए पनि जनता निष्पक्ष हुनुपर्छ, दुवैलाई समर्थन गर्नुपर्छ। यसरी जनताबीचमा भ्रम फैलाउने कुनै दलको शक्ति पनि हुन सक्छ र उनीहरूको विरोध कम गर्न अरूलाई विवाद पार्नको लागि यी सबै भएको पनि हुन सक्छ र उहाँहरूको विरोध भएको देखेमा त्यसले नदेखे जस्तो गरेर छोडिदिनु होला। हामी जनताबीच विवाद हुँदा नै देशले दुःख पाउने गर्छ र अनिष्ट भोग्नुपर्छ। आजको लागि यति नै, भेट्नेछौँ अर्को भिडियोमा।